हजुरहरू कतिजनाले खानु भएको छ नि खरबुजाको तरकारी। आज चाहिँ म खरबुजाको बोक्राको तरकारी बनाउन गइरहेको छु है। मलाई चाहिँ अरू केही हालेको मन पर्दैन, जे पकाउँदा मैले सिम्पल तरिकाले पकाउँछु। तेल हालेँ, मेथी जिरा फुराएँ, प्याज लसुन फुराएँ अनि आलु हालेँ अनि एकैछिन मजाले भुटेँ। त्यसपछि बेसार र नुन हालेँ अनि मजाले चलाएँ अनि ढाकिदिएँ। एकैछिन त्यत्तिकै छोडिदिएँ, पाक्न दिएँ अनि फेरि एकछिनपछि खोलेर मजाले चलाएँ अनि खरबुजाको बोक्रा हालेँ अनि बोक्रा हालेर नि एकछिन मजाले चलाएपछि अनि ढाकिदिएँ। मैले चाहिँ यसरी फर्स्ट टाइम पकाउन लागेको हो खरबुजाको तरकारी। अनि एकछिन मजाले भुटिसकेपछि मसला हालिदिएँ। मसला पनि मैले घरमै पिसेको मात्रै युज गर्छु, सिर्फ जिरा र धनियाको पाउडर। मैले चाहिँ अहिले खुर्सानीहरू चाहिँ खादिनँ, खुर्सानी खानु हुँदैन नि त मैले, अनि केही पनि हालिनँ। अनि हेर्नु न टमाटर हालेको भिडियो नै बनाउने बिर्सेछु। अनि टमाटर हालेर एकछिन छोपिदिएँ, पछि त कस्तो पानी निस्केको थियो। अनि फेरि हल्का गरम मसला हालिदिएँ, यो पनि घरमै बनाएको हो। अनि हालेर एकछिन मजाले पाक्न दिएँ। लास्टमा फाइनल लुक चाहिँ कस्तो राम्रो आएको थियो, खाँदाखेरि नि एकदमै मिठो भएको थियो। हजुरहरू नै ट्राई गर्नुहोस् है त, एकदमै मिठो हुँदो रहेछ। खरबुजाको बोक्रा अब फ्याल्न नपर्ने रहेछ, तरकारी बनाएर खान मिल्दो रहेछ त।